हेलो गाइज, हार्दिक स्वागत गर्न चाहन्छु टेक्निकल थिङ्कमा। सधैँ आज पनि विशेष भिडियो ल्याएर आएको छु। आज यो मेरो हातमा सानो मोबाइल, किप्याड मोबाइल रहेको छ। योमा चाहिँ माइकमा समस्या छ। यो चाहिँ फोनमा बोल्दाखेरि अलिकति धेरै घ्यार गर्ने आवाज आउने भएको कारणले गर्दाखेरि यो म ट्राई गर्दैछु। यसलाई कसरी बनाउने? ओके, यहाँनिर हेलो 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 यो घ्यारेर आइरहेछ साथीहरू। यसलाई फाइन्ड आउट गर्नेछौँ। भिडियो सुरुदेखि अन्तिमसम्म हेर्नुहोला। यो चाहिँ धेरै यो समस्या चाहिँ वाटर ड्यामेजले हुने गर्छ र कतिपय चिज चाहिँ यो माइकको कारणले गर्दा पनि यो खालको समस्या आउँछ। यसलाई हामीले फाइन्ड आउट गर्नको लागि मोबाइललाई सबैभन्दा पहिला खोल्नुपर्ने हुन्छ। यो मोबाइल सबै खोल्नुपर्ने हुन्छ हामीले। प्राय गरेर यो लाभाको P30मा यो खालको समस्या धेरै देखिन्छ। ओके, मोबाइललाई मजाले खोल्नु होला। यो खोलिसकेपछि यो खोलिसकेपछि यो सुरुमै हाम्रो माइक देखिन्छ भने यसलाई हामीले खोलेर यसको मुनि साइडमा चाहिँ माइकको आइसीहरू हुने हुन्छ। सो यहाँनिर केही कसहरू मैले देखिरहेको छु, देख्न सक्नुहुनेछ। यहाँ केही कसहरू लागिरहेछ। यसलाई हामीले थोरै वास गर्नुपर्ने हुन्छ, किन भन्दा कसलाई हामीले हटाउनु पर्ने हुन्छ। कुनै पनि चाइनिज मोबाइल, किप्याड मोबाइलमा माइकमा घ्यारेर आवाज आयो भने माइकलाई पनि एकचोटि चेन्ज गर्नुपर्ने हुन्छ र माइकको आइसी क्यापेसिटरलाई पनि एकदम मजाले क्लिन गर्नुपर्ने हुन्छ, जुन चाहिँ हामीले यो गरिरहेछौँ। यही तरिकाले तपाईँले पनि आफ्नो मोबाइलको माइकको आइसीहरू चाहिँ क्लिन गर्नुपर्ने हुन्छ। देख्न सक्नुहुनेछ यो अहिले फाइनली क्लिन भइसकेको छ। ओके, अब हामी माइकलाई पनि चेन्ज गर्नुपर्ने हुन्छ। माइकलाई पनि हामी चेन्ज गर्छौँ। यो माइकको समस्याले पनि यो समस्या आउँछ। ओके, हामीले मल्टिमिटरमा केही यसको रिडिङहरू पनि चाहिँ हेर्नुपर्ने हुन्छ। मल्टिमिटरलाई वज्र मोडमा राखेर, रेड प्रुफलाई ग्राउन्डमा राखेर हामीले त्यो एकदम ठिक छ। ओके, हामीले पुरानो माइकलाई फ्याँक्यौँ। यसको रिडिङ एकदम सही देखियो। अब हामीसँग यो माइक छ, युनिभर्सल माइक, यो चाइनिज माइक। यो प्राय धेरै मोबाइलमा यही मिल्छ। सो यसको प्लस र माइनस हुन्छ। प्लसलाई प्लसमा र माइनसलाई माइनसमा जोड्नुपर्ने हुन्छ। हजुर, कुन मोबाइल हो? कुन मोबाइल? ओके, ल हामीले फाइनल्ली यो माइकलाई लगाइसकेका छौँ। अब हामीले के गर्नुपर्छ भन्दाखेरि यो माइकलाई पनि एकचोटि मैले चेक गर्नुपर्ने हुन्छ, जुन चाहिँ हाम्रो क्यार्र गर्ने आवाज आउँछ आउँदैन। यो हामीले माइकमा तपाईँलाई सुनाउने कोसिस चाहिँ मैले गरेको हो, तर त्यो अलिक ठुलै क्यार्र आउने होइन, सामान्य सानो क्यार्र आउने समस्या रहेछ। सो माइकमा त्यति मजाले सुन्न सकिएन। सो म फेरि पनि हजुरहरूलाई यो ट्राई गरेर देखाउँछु। फेरि म चेक गर्छु है यो चाहिँ फाइनल्ली भयो या छैन।
भनेर के मोबाइललाई अन गरौँ। सबैभन्दा पहिला टेक्निकल थिङ्कमा तपाईँ नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला। यस्तै यस्तै टेक्निकल कुराहरू हामी हाम्रो च्यानलमा ल्याइराख्छौँ। अब हामी मोबाइललाई चेक गर्नको लागि फोन गर्दैछौँ। ओके, हेलो 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 हेलो, एकदम क्लियर छ। हेलो 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 हेलो, क्लियर आयो है। अब तपाईँले अरू ठाउँ पनि फोन गर्नुहोस् है। ओके, आवाज एकदम क्लियर आइसकेको छ साथीहरू। अघि यतिको ठुलो लाउडली पनि आएको थिएन, अघि चाहिँ सानो आइरहेको थियो। सो हाम्रो भिडियो तपाईँलाई के कस्तो लाग्यो, मन पऱ्यो भने लाइक कमेन्ट सेयर गरिदिनु होला। टेक्निकल थिङ्कमा तपाईँ नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नु होला भन्दै आजको भिडियो यति नै। फेरि अर्को भिडियोमा भेट्नुपर्ने हुन्छ। हवस् त, बाइ बाइ, सी यू अगेन नेक्स्ट भिडियो है साथीहरू।